बारेमा सायरी लेख्न थाले जहाँ पनि तिमीलाई देख्न थाले हो एकछिन पुर्न सक्दैन तिमी सरी के सरी 1 मिनेट यार गाइस 1 मिनेट तिम्रो आइडी गयो म कुरिरहेको थिएँ हैन छैन मलाई प्रपोज गर मेरो बारेमा 1 मिनेट राम्रो राम्रो प्रपोज मिठो बोल भन नत्र म त मान्नेवाला छु हैन मलाई साच्चै प्रपोज गर्ने हो मलाई त एकदम राम्रो राम्रो मात्रै भन्ने सबै राम्रो राम्रो भन्ने अनि मात्रै म मान्छु अहिले त अब त मान्दिनँ म हैन मिस्टर तामाङ अरू केटाहरूभन्दा डिफ्रेन्स छ त्यही मनपर्छ अनि जस्तो हुन्छ नि अरूलाई चाहिँ खिल्ली उडाउँछ मलाई चाहिँ रेस्पेक्ट गर्न बोल्छ नि त्यही बानी मनपर्छ अनि उसको स्माइल एकदमै मनपर्छ अनि उसको डिम्पल एकदम मनपर्छ अनि उसको त्यो जुन भयो छोड म फकिसक्यो फक्यो मोरी आलक्षिनी गाइस अब भयो गाइस यो कला कहाँबाट सिकेको तिमीले केटा फसाउने कला फसाएको हैन जे हो रियल भनेको ट्याप्टे माना गाइस यो पापीलाई मिस्टर तामाङ को मसँग त्यो जोडी छुट्टिने बित्तिकै कोसँग जोडेको थियो त्यो एउटा दाइसँग जोड्ने थियो कि एउटा कुरा ल जोसँग जोडेन जो एउटा कुरा भनिदिन्छु ल आज क्लियरली भनिदिन्छु है तिमीलाई यो इन्डोनेसियन कोरियन केटाहरू मन पर्दो रहेछ ताइवानी केटाहरू मन पर्दो रहेछ है गुगलमा सर्च गर है एउटा कुरा विश्वको सबैभन्दा सानो भएको कुन देशको भनेर सर्च गर उनीहरूकै हो अब तिमीलाई सानो मनपर्छ भने भगवानले होइन म भन्दैछु हेर गुगल गर मैले भनेको होइन गाइस गुगलमा सोध्नुहोस् गुगलमा गएर सोध्नु छैन गाइस गुगललाई गएर गुगल गर्नुहोस् सानो अब तिमीलाई त्यही मनपर्छ भगवानले मिस्टर तामाङ तपाईको ए छ भने चाहिँ आई डोन्ट लाइक है तपाईको गाइस यत्रो त मेरो साथी पाण्डाको पिम्पलै आउँछ यत्रो त मेरो साथी चाहिँ पाण्डाको गाइस यत्रो त पिम्पलै आउँछ गालामा तिमी पिम्पल भन्दै निचर्दै बस भनिदिएको छु पहिले वार्निङ दिइसके मैले मिस्टर तामाङ तपाईको ए छ भने त मलाई नहेर्नु है अर्कै हेर्नु कस्तो के बोले अनि आफू किन सोधेको जहिले मसँग झगडा गर्न मन लाग्छ हो 25 कम्प्लिट आयो गाइस 25 कम्प्लिट गर्नुस् त प्लिज 25 कम्प्लिट गरिदिनुस् गाइस के भने होला अब मैले भन्दैछु गाइस यत्रो त पाण्डाको पिम्पल आउँछ गाइस स्मार्ट लामा ब्रदर पनि हुँदो रहेछ त थ्यांक यू सो मच एभ्रीवन गाइस 25 कम्प्लिट न्यूबी थ्यांक यू ओइ गाइस न्यूबीसँग नि कुरा गर्दै गरे उ पहिला जमानादेखि भ्युअर्स हो उले इंग्लिश पनि बुझ्दैन नेपाली पनि बुझ्दैन उ अर्जेन्टिनाबाट है गाइस न्यूबीसँग कुरा गर्दै गरे तिम्रो ट्याप कति छ आज ट्याप बहुत आइरहेछ 1 लाख पुग्न आँटेछ 3 मिलियन तिमीलाई साँच्चै मन पर्दैन तिमीलाई साँच्चै मन पर्दैन किला थ्यांक यू आई डोन्ट लाइक इट काट्न मिल्दैन के गर्नु अनिता थ्यांक यू लक्ष्मी एभ्रीवन प्लेइङ तिरपाल ए गाइस ट्रिपल रहेछ त गाइस स्कोरलाई 5000 मा नपुराउने यत्रो मान्छे के प्यारीहरु तिरपालमा पुश गरेन स्कोर पुश गरे कबे ट्याप ट्यापै गर्दैन यार
मलाई केही भन्नु छैन गाइज यो केटीलाई छोडिदिनु कमला sis, thank you. असम गाइज थ्याङ्क यू शिला लक्ष्मी पूजा थ्याङ्क यू Thank you so much. गाइज लास्ट टाइम थोरै थोरै मिस्टर तामाङ हजुर प्यारा हजुर तिमी अबदेखि मलाई कुर्ने कि नकुर्ने पहिला त्यो मात्रै भन कुर्छु जिन्दगीभर कुर्छु क्या लाइफमा नकुरे पनि जिन्दगीभर कुर्छु के जहिले पनि गाइज कुराएर मात्रै राखिदिन्छ भनेको म चाहिँ उसलाई भनेर कुरेर बस्छु त्यो कोसँग गइदिन्छ भनेको जान्न कि बक्स म्याच खेल्न जाउँ न ल मगरहरू त कडा हुँदो रहेछ किन त फर्स्ट टाइम है गाइज मगरसँग भिडेको म त तिम्रो यो अर्को आइडी हो पुरानो अहिले के भयो किन 81 लाइफबाट गयो बत्ती गयो तिमी भन्न आउँदैन तिम्रो लागि म छ नि त्यो एउटा त्यो बिजुली बढाउनलाई के भन्छ गाइज नेपालीमा के भन्छ धेरै त गाइज केटीले कसले जेनेरेटर भनेको धेरै त जिन्जी थ्याङ्क यू हाइड्रो पावरलाई नेपालीमा चाहिँ के भन्छ किन त पर्दैन प्यारा लाइन गयो कि किन लाइन तिम्रो घरमा बत्ती छैन भने तिम्रो घरमा पनि केही अधिकार छैन प्यारा सुन्नु न लाइन गयो कि म जान्छु ल अब अरू सुत्छु के भयो? लाइन गर दिमाग खराब गरिरहेछु के नेट गर नेट गयो भने के गयो त भयो त अनि म छँदै छैन तिम्रो लागि अँध्यारोको मजै छुट्टै हुन्छ अन्त अँध्यारोमा रोमान्टिक भइरहेछ जस्ट फर इक्जाम्पल मिस्टर तामाङ तपाईँ र म मात्रै छुने क्या यहाँनिर फिल गर्नु त गाइज एकछिन कोही पनि कमेन्ट नगर्नु त अनि तपाईँहरूको कमेन्ट देख्यो भने थाहा हुन्छ कसैले कमेन्ट नगर्नु त हामी एकछिन मोज गर्न चाहन्छौँ रमाइलो गर्न तपाईँले कमेन्ट गर्यो भने थाहा हुन्छ कि तपाईँहरू छ भने क्या तपाईँहरू छ भने थाहा हुन्छ नि अन्त हामीलाई मजा आउँदैन कि ल तामाङ भन न खाना खाएको खाना खाइदियो तिमीले के खायो मैले खाएकै छैन तपाईँको लागि तपाईँको लागि बटु अँध्यारो छ जुगला चाहिँ छैन